नाइ त्यो आउँदैन स्कुल जान्छ क्या त्यो स्कुल हजुर म सिधै अर्को आइतबार पुरै जताततै पुइँ मात्र फुलेको छ होइन जताततै के पहिले चाहिँ यो पुइँ फुल्छ अनि त्यसपछि टक्कमा पातहरू हाल्छ क्या पहिले फुल्छ त्यसपछि पातहरू हाल्छ यसको फेरि छुट्टै हुन्छ क्या अरूभन्दा बेग्लै टाइपको बिरुवा होइन पहिले फुल्ने त्यसपछि पात हाल्ने यस्तो सायद कोही कोही बिरुवा मात्र हुन्छ होला मैले देखे अनुसार पुइँ मात्र होइन यस्तो सो होइन हामीले चाहिँ घाँस ल्याएको चाहिँ कहाँबाट हो भने सिधा उयो बारी त्यो डाँडदेखि धेरै तल बाटो होइन अब त्यहाँबाट यता ल्याउनुपर्छ पुरा होइन गाउँमा के हुन्छ के अब त्यो चाहिँ गाउँमा बस्नेलाई मात्र थाहा हुन्छ अब चाहिँ हामी अब ल्याएको घाँस टाउको लाउँछ होइन सब खत्याउँछ किनभने पानी आयो भने भिज्छ त्यही भएर सबै अहिले ल्याएको घाँस सबै टाउको लाउँछु त्यसपछि फेरि घर जानुपर्छ गोठदेखि अनि फेरि भोलि बिहान फेरि त्यही नै हो सिधा फेरि भोलि बिहान घाँस काट्नको लागि त्यही डाँडदेखि पल्नटी जानुपर्छ सिधा यता सो यस्तै छैन पुरै आज चाहिँ मौसम गडबडी भएको कारणले पुरा पानी पर्ला जस्तो भएको छ क्या नत्र त अहिले घाम लाग्यो हुन्थ्यो होला सायद म चाहिँ 5-11 1 घन्टामै पाखाबाट यहाँ आइपुगेछु त्यो डाँडादेखि पल्लोपट्टिबाट 1 घन्टामै यहाँ आइपुगेछु कति छिटो होइन यो मासला यो मौसम साँच्चीकै पापी हुन्छ क्या यस्तो राम्रो भएपछि होइन पुरै बाहिर कतै गएपछि याद नआउने भन्ने हुन्छ यस्तो बबाल भयो चाहिँ यस्तो बबाल भएर चाहिँ यस्तो बबाल भएर चाहिँ ओ माय गॉड तलतिर कसले चाहिँ पात हाल्न लागेको छ यो टुपतिर उबुतिर चाहिँ मति दामी फुल फुलेको छ अनि यो भुइँमा चाहिँ पातहरू यो फुल जब यो फुल फुल्न लाग्यो त्यहाँ पातहरू झरे
पातहरु झर्यो अनि फुल फुल्यो त्यसपछि फेरि नयाँ पात हाल्छ के यसले बबाल हुन्छ हो यार यो मौसम साच्चीकै पापी हुन्छ क्या यार सधैँ यस्तै हुने मैले त झन् बबाल नै हुन्थ्यो एकछिन भए पनि चाहिँ मनलाई चाहिँ शान्त पारिदियो होइन एकछिन भए पनि रुख्दै नै हो फेरि हामी मात्र होइन क्या घाँस ल्याउने सबले घाँस ल्याउँछ क्या होइन सब हाम्रो त घाँस काट्न जाने ठाउँहरू होइन कति ठाउँ छ भने 3-4-5 ठाउँ छ क्या त्यहाँबाट घाँसहरू पुरै हामी ल्याउँछौँ त्यो बाटो चाहिँ सबभन्दा माथिल्लो बाटो हो जब म दिनदिनै गएर घाँस ल्याउँछु त्यो बाटो चाहिँ सबभन्दा माथिको बाटो हो त्यहाँदेखि तल 2वटा बाटो छ क्या त्यहाँबाट पनि मान्छेहरू घाँस यति धेरै बोक्छ होइन आफ्नो गाउँभरि पुरै घाँस यति धेरै बोक्छन् मान्छेहरू घाँस होइन सब हिउँदोको लाग्यो कि हिउँदो किनभने हिउँदो पानी पर्छ पानी पर्यो हिउँ पर्छ हिउँ पर्ने पानी पर्ने हुन्छ त्यतिखेर हाल्ने हुन्छ होइन त्यो बेला सब सुक्या हुन्छ क्या यो झारपातहरू केही बाँकी रहन्न सब सुक्छ चिसोले सब सुक्छ त्यही भएर त्यो घाँस काटेर टक्क राख्ने अनि जब अरू घाँसहरू सुक्छ त्यति बेला टक्क लिएर हाल्ने हुन्छ होइन त्यही नै हो घाँस चाहिँ हामी मात्र होइन सबले घाँस बोक्छ गाउँभरि पुरै एक दिनमा सायद धेरै आउँछ घाँस बबाल हुन्छ जे होस् अहिले चाहिँ यति नै होइन मौसम चाहिँ बबाल छ यो चाहिँ भोलि पर्सि अब यो 1 हप्ताभन्दा बढी रहँदैन क्या यो फुल 1 हप्ताभन्दा बढी रहँदैन झरिहाल्छ 1 हप्तासम्म मात्र भयो भने त्यहाँदेखि फेरि उस्तै पातहरू हाल्छ होइन पात मात्र हुन्छ फुलहरू त कता फुलहरू यति नै हो अब जति हेरे पनि यति नै हो त्यही भएर त मैले मोबाइलमा खिचेर राखेँ त यार अब यो पल सिधै अर्को साल देख्न पाइन्छ त्यही भएर मैले मोबाइलमा खिचेर राखेँ जति बेला हेर्दै म मोबाइलमा खिच्यो भने यस्तै नै होइन यस्तै त्यही नै हो साथीहरू अब छोटो बनाउन खोज्दै लामो भइहाल्यो थाहै भएन